हेलो साथी हो, आज हामी जाँदैछौँ नागको थैली भएको ठाउँ नाग थैली। अब 7 बजिसक्यो होइन, अब भक्तपुरमै छौँ अझै। यो भिडियो चाहिँ पुरा हेर्नु होला किनकि यो भिडियोमा चाहिँ म के भन्छु भने कहाँ पुग्दा कति टाइम लाग्यो, के खायो, बस्दा कति खर्च भयो सबै भन्नेछु। यो भिडियो लास्टसम्म हेर्नु होला। जम 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 केटा हो, जम जम केटी हो, जम जम ए हो केटी पो हो। उसको बाइकमा बस्दा बस्दै चाक दुखेर यो मान्छेको हेर मुख हेर्नुहोस्, चाक दुखेको मान्छेको मुख हेर्नुहोस्। हामी अहिले टोखा पुग्यौँ 1.2 आवर्स राइड गरेर भक्तपुरबाट। 2 जना साथीलाई कुरिरहेछौँ हामी अहिले ढुङ्गे भन्ने ठाउँमा छौँ। ढुङ्गे भन्ने ठाउँमा छौँ होइन। अनि यहाँबाट चाहिँ त्रिशुली, यहाँबाट चाहिँ ढुङ्गे 3.5 घन्टा राइड गरिसक्यो हामीले। थाकिया चाहिँ छैन है, अल्छी लागेको छ हेर्नुलाई। सुपर हार्ड राइड गरेर 3.5 घन्टा 10:30 बज्यो। 7 बजे निस्केको 10:30 भयो। भात नखाने हो अनि खाने हो, चटपट पनि खाने, भात पनि खाने। अल्लाह धेरै नखाऊ, धेरै नै खाऊ भने खाऊ खाऊ। मिठो छ ए, मिठो छ। टमाटर किन हाल्छ? हो गुड। आया दुखो चाक दुखो। आया कसलाई के दुखो? रामेलाई के दुखो? तिमीलाई के दुखो? आया हामी ढुन्चे लगभग पुग्नै लाग्यो, तर बिचमा हेर यस्तो दामी भ्यू देखिरहेछ। हिमाल, यत्रो ठुलो पहाड, लाली गुराँस अनि मेरो गुराँस। दालमोट कस्तो भयो त? अहिलेसम्मको ट्रिप कस्तो भयो? लन्डन हिमाल चुचुरे। तपाईँको दाँत छैन त? अब यस्तो केटा भएन, दाँत छैन त यहाँ त? 84को केटा पनि देखेन। 84 भइसक्यो तपाईँ? आम्मा बलियो छ त अझै तपाईँ त। गुनास त ऊ यहीँ छ नि। हामी ठ्याक्क ढुन्चे पुग्यौँ, खाना खानलाई बसेको है। ठ्याक्क 6 आवर्स लाग्यो भक्तपुरबाट। 7 बजे निस्केको, अहिले 1 बज्यो। 7 बजी निस्केको, अहिले 1 बज्यो। अब हामी यहाँ ढुन्चेमा खाना खान्छौँ भरा अनि ए भरा यसपछि चाहिँ हामी फेरि आफ्नो यात्रा गन्तव्य सुने लाटापाको कुरा सुने। 2:30 भयो, हामी स्याफ्री पुग्यौँ। ठ्याक्क 1.5 घन्टा लाग्यो ढुन्चेबाट। ढुन्चेबाट 1.5 घन्टा। अहिले हामी स्याफ्रू कटेर ब्रिङथाम जाँदैछौँ। बाटो लास्टै खत्तम छ। एकचोटि लड्यो पनि है, लडेको है हामी लडेको है हो। दुख्यो, बाटो लास्ट खत्तम छ है। स्कुटरले लास्ट खतरा यार, खतरा स्कुटर यार होइन त छेर। हाम्रो स्कुटर लास्ट खतरा यार। बाइक लड्यो तर स्कुटर चाहिँ लडेन। ठाउँ चाहिँ दामी छ है, मजाको छ यार। मजाको त कस्तो मजाको। यो चाहिँ तातो पानी हो है।
साटोपानी बस्ती अनि यहाँबाट चाहिँ नागथली जान्छ है राइटबाट यो चाहिँ हाम्रो हाकु काले यो चाहिँ हाम्रो डालमोट डालमोट हजुर उसको नामै डालमोट हो क्या बच्चा बेला डालमोट खाएर आउँथ्यो स्कुलमा त्यसैले उसको नामै डालमोट हो यो चाहिँ श्यामे यो चाहिँ पिङ्कु फाइनल्ली ब्रिङथाङ पुग्यो 4:30 भयो 7 बजे भक्तपुरबाट हिँडेको 4:30 मा ब्रिङथाङ पुग्यो अलिअलि रेस्ट गर्दै अब हामी यहाँ 2 जना साथीहरू कुर्दैछौँ अनि नागथली जान्छौँ अब नागथली चाहिँ यहाँबाट लगभग 1 घन्टाभित्र पुग्छ भनेको छ नागथली चाहिँ यही हो यो डाँडाको माथि कस्तो लाग्यो त दिनभर बाइकमा बसेर गाह्रो भयो के दुख्यो कस्तो राम्रो आएको पछाडि भिड होइन अब we will rest for 30 minutes and we will hike up to Nagthali. Nagin. ओके ठ्याक्क 5 बज्यो अब हामी हिँड्दैछौँ फर नागथली हाइक यहाँबाट लेस देन 1 आवर भनौँ न पुरै ठाडो उकालो हिँड्दैछौँ हामी 2 मिनट हिँडेको थाक्यो Oh, we are resting in peace. दामी है बबाल दामी हिमाल देखिरहेछ यहाँबाट चाहिँ अब 1300 बाटो आयो ल वाउ वाउ रमाइलो बाटो आयो ल 15 मिनट हिँडेपछि ग्रिनथामबाट यस्तो राम्रो बाटो आयो कस्तो रमाइलो भइरहेको छ है गाइस यहाँ चाहिँ कस्तो चिसो चिसो हावा न्यानो न्यानो माया अनि हिमालको भ्यू हिमालको भ्यू हिमाल जस्तै चिल ठाउँ रहेछ यार जम्मा 15 मिनट हिँडेको यस्तो त दामी ठाउँ पुग्यो यार बीच बीचमा यसरी हिमाल देखिरहेछ च्यामे पिङ्कु हजुर ठिक छ हौ साँच्चै हो कसम आमा कसम आइपुग्यो हाम्रो होटल माउन्टेन भ्यू गेस्ट हाउस यहाँ पर प्याकेज चाहिँ 1100 भनेछ पर पर्सन 1100 भनेछ है त्यसमा खाना ब्रेकफास्ट सुत्ने इन्क्लुडेड हुन्छ अब म होटल टुर गराउँछु यो चाहिँ डाइनिङ भयो दिस इज द डाइनिङ अनि यहाँ सानो बारदाली पनि छ रुम देखाउँछु म रुम है रुम चाहिँ यस्तो छ हाम्रो रुमहरू चाहिँ यस्तो छ राम्रो चिटिक्क काठले बनेको रुमहरू यहाँ हाम्रो रवि मात्र नराम्रो